हेलो गाइज गुड मर्निङ। आज चाहिँ सीता सुटिङको डे 3 हो अनि म चाहिँ बिहान 6 बजी उठेर मेकअप गरिसकेँ। अनि आज चाहिँ अनु र भाउजूको चाहिँ रेस्ट टाइम हो। अनि हाम्रो बाहरू चाहिँ यहाँनिर चाहिँ चिया र चप पाउँछ क्या, मिल्क टी र अनि आलु चपहरू पपहरू यस्तो लोकल पाउँछ। अनि बाहरू चाहिँ अलरेडी यहाँ हुनुहुन्छ अरे, चिया खाइरहेको। म पनि चिया लभर भएँ नि त, अनि त्यही भएर चाहिँ म पनि चिया खान आइरहेको छु। अनि टुरीहरू सबैजना यहीँ हुनुहुन्छ अरे, आमाहरू बाहरू। मैले बालाई फोन गरेको थिएँ, यहीँ छु भन्नुभएको छ। अब हेरौँ है त कुन चाहिँ होटल थियो त्यो कतै हुनुहुन्छ होला, यहीँभित्र हो। यो चाहिँ चिया र आलु चप पाउने ठाउँ हो, एट स्कुल छ। अनि खोइ त बाहरू ए भित्र आफै बनाउनु लाग्नुभयो क्या। ओ माई गड, सबजना आमा मलाई पनि दिनु न। दुध नखाने चिया खाने माल्पा हो यो। बिहान बिहान पेट घोच्यो भन्ने। यो पनि कान्छ तिमी हुर्केछौ नि, दुध खान्न भन्यो नि तिमीले। दुध बा मिठो नभए नि दुध खानुहुन्छ। गिजिङ गुड मर्निङ। गुड मर्निङ गुड मर्निङ। गुड मर्निङ जब ल म पनि खान्छु। अनि सबै खाऊँ न है। तिमी हुर्केछौ नि मेरो छोरी, हो दुध खान्न भन्यो। सो हाम्रो चाहिँ आलु चपमै आलु चप पसलमै आलु चप बन्दैछ। घनश्याम बा खाइसक्नु भयो, मेरो चिया बाँकी छ। आलु चप बन्दैछ अनि यहाँ बा चाहिँ यहीँ मेकअप गरिदिनु। यस्तै सुविधा छ हाम्रो आर्टिस्टलाई चाहिँ, होइन बा? जहाँ आर्टिस्ट पुग्यो त्यहीँनिर ट्याक्कै, होइन मेकअप। छोरा वया सोनुला स्वर्ग अप्सरा पे एक दूध अप्सरा पे छेटो आज कोन भन्छ न भन्दै त हगिएन छैन न हुन्छ बिजी के हगिएन छैन यसो छ मेकअप गर्न नभ्याएर। आज हामी डे 3 मा छौँ र काम एकदमै राम्रो भइरहेको छ। सबै टेक्निसियन साथीहरूले एकदमै राम्रो सहयोग गर्नुभएको छ, कलाकार साथीहरूले एकदमै राम्रो काम गर्नुभएको छ। र यहाँ जुन ठाउँमा हामी काम गरिरहेका छौँ त्यहाँका एकदमै दाजु दिदी आमा बुवा सबैजनाले हामीलाई एकदमै राम्रो सहयोग गर्नुभएको छ। आज हामी डे 3 मा छौँ र आज हामी पूजा गर्न गइरहेको छौँ। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्ये सर्वदा। ओम गम गणपते नमः गणेशाय नमः हिरण्मयाय नमः धनेन्द्राय नमः ल सबैजनालाई नमस्कार। सुरुवात होस्। जय नाट्येश्वर। जय नाट्येश्वरी जय सरस्वती। फेरि भन्नु न मेरो पालोमा पनि। ल बकरा बन्न भन्नु। वक्रतुण्ड महाकाय सूर्यकोटि काचा मंगलाय तनो हरि जय नाट्येश्वरी। सर्वदा। ओम गम गणपते नमः गणेशाय नमः हिरण्मयाय नमः धनेन्द्राय नमः महागणपते नमः क्षत्रप्रदाय नमः क्षत्रप्रसादाय नमः मोक्षदाय नमः अमृताय नमः लामो भयो के सो गरिमा चाहिँ आइसक्नु भएको छ। गुड मर्निङ। आज हाम्रो फर्स्ट डेक हुँदैछ यहाँनिर। अनि गर्म देखेर अब चाहिँ सिन हुँदैछ, तर मेरो छैन। जगतको जगत दिँदै उसलाई त छिटै नमस्ते गरेर। मलाई त आएको बेलुका 7तिर गरेर त भनेको जिस्काएको, होइन। आज हाम्रो खानामा छ पनिर। पनिर मन पर्दैन। सो हामी चाहिँ हाई अन्सु। हेलो हेलो गाइज। हेलो। आमाको मेकअप हुँदैछ अनि आज चाहिँ हाम्रो पनिर र भात हो। पनिर मेरो भाइ हो यो, कार्की कार्की, you know.
यो चाहिँ मेरो भाइ हो एउटै कार्की मात्र होइन कि हाम्रो गोत्र पनि एउटै हो यो चाहिँ मेरो प्यारो चिन्टे पिन्टे भाइ हो नक्कली हो हामी गान्टा गुन्टीहरू होइन दाडी साडी बोलाएर मेरो हामी चाहिँ खाना खाँदैछौँ यसरी मजाले बसेर एकदम थोरै ल अब अलिकति भयो ए त्यही भएर हो तिनजुकी भाषा र गरिमा कसरी भने त प्रिन्स होइन तिनजुकी के पिरो केही पिरो त साँधेको हो अब म कोही फेरि ऊ पारी बसेर थाकेर कालु रामले पोल्नलाई छोड्यो भनेर पुगेको गुड मर्निङ आज डे 4 अहिले चाहिँ आज सरस्वती पूजा हो अब हाम्रो चाहिँ यस्तो भइरहेको छ ल ल राजु आउनु बोला राजु आउनु छिटो छिटो घर लडेर आउनु भएन गुल्डेर आउनु भएन क्या कति चिया सिया खाएर पुरै मालपाको पैसा तिरेर आए जस्तो है त ल सुरु गरौँ नि त सबैजनालाई नमस्ते आज श्री पञ्चमीको दिन हामी यसरी सीता सिरियल परिवार चाहिँ सुटिङमा काममा व्यस्त हुन पाउँदा एकदमै खुसी लागेको छ यसरी हरेक चाडबाड हरेक मौसम जस्तो अवस्थामा पनि हामीले काम गरिरहेका छौँ त्यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आज सरस्वती पूजाको सबैजनालाई शुभकामना भन्न चाहन्छु र आजको दिन हामी सुरुवात गर्न गइरहेका छौँ गुरुलाई सुनान जीवन सुनान जय सरस्वती माता जय सरस्वती माता जय दुर्गा माता जय साई नमस्कार सरस्वती मातालाई सबैको बाणी शुद्ध गरिदिउन् राम्रो होस् सबैको बोलीमा मिठास होस् सबैलाई राम्रो होस् नमस्ते 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 सबैजना नमस्ते नमस्ते ह्यापी सरस्वती पूजा ह्याप्पी सरस्वती पूजा सरस्वती माया दृष्टिपूर्ण पुस्तक धारण हंस वाणी तो विद्या दान करो तुम्हें वाव जय सरस्वती माता सबैलाई ज्ञान दिनु शक्ति दिनु बुद्धि दिनु सद्बुद्धि दिनु तर म जय नागेश्वरी जय जय साह्रै साह्रै यस्तो हान्छु मैले पनि हिजो 2-3 चोटि भनेँ यो सेड्युलमा त कपाल कोरेर टक्क परेर आउनुहुन्छ नि चस्मा मेन चस्मा के